वर्स मलाई दिनु भएको छ। यहाँ सबैलाई थाहा छ हैन हाम्रो प्रसङ्ग जुन भर्स दिनु त्यो चाहिँ प्रेरितको 10 अध्यायको 2 पद कसको बारेमा हामी हेरिरहेका छौँ? कर्नेलियसको बारेमा। र आज हामीले कर्नेलियसको 7 वटा क्यारेक्टरहरू, उनी परमेश्वरमा कति धेरै भक्त थिए, परमेश्वरप्रति कति लीन मानिस थिए भन्ने कुराको उनको 7 वटा चरित्रहरूलाई हामीले हेरेका थियौँ। सायद कतिले लेख्नुभयो भने सम्झिनुहुन्छ, लेख्नु भएको छैन भने तपाईँले एक हप्तापछि बिर्सनुहुन्छ। तर म तपाईँलाई आग्रह गर्न चाहन्छु, यदि लेख्नु भएको छ भने कर्नेलियस एज अ बुवा, उनको जीवनको क्यारेक्टरहरू, चरित्रहरूलाई आज हामीले हेरेका थियौँ। र हामीले सुरुमा हेरेका थियौँ उनी कस्ता मानिस थिए। कर्नेलियस परमेश्वरको भय मान्ने मानिस थिए। दोस्रो चाहिँ उनको सारा परिवार पनि परमेश्वरको भय मान्ने मानिस थिए। तेस्रो चाहिँ हामीले उनी परमेश्वरको निम्ति उदारताको साथ दिने मानिस थिए भनेर हेरेका थियौँ। अनि चौथो क्यारेक्टर हामीले के हेरेका थियौँ? कर्नेलियसको, हजुर, कर्नेलियस कस्तो मानिस थिए? प्रार्थनाको मानिस थिए। पाँचौं क्यारेक्टर हामीले हेरेका थियौँ। कर्नेलियस कस्ता मानिस थिए? परमेश्वरको वचन सुन्नको निम्ति गहिरो तृष्णा भएको मान्छे थिए। छैटौं कुरा हामीले हेरेका थियौँ, कर्नेलियस कस्ता मानिस थिए? हजुर, कस्ता मानिस थिए? हजुर, सोझो, हजुर, एकदम सोझो। हामीले सोझोको अर्थ के भनेको थियौँ? परमेश्वरको दृष्टिमा ठिक जीवन जिउने मान्छे। र उनी जे बोल्थे उनी त्यही जिउँथे। र उनले परमेश्वरलाई जसरी चिने त्यसरी नै जिए। त्यसलाई सोझो जीवन, परमेश्वरको दृष्टिमा सठिक जीवन। अनि 7औं क्यारेक्टर हामीले हेरेका थियौँ, त्यो चाहिँ हो परमेश्वरको बारेमा। 7औं क्यारेक्टर के थियो हजुर? उनको 7औं चरित्र कर्नेलियसको बाहिरको मानिसको बीचमा उनको राम्रो गवाई। अनि खास त्यो 8 वटा चाहिँ मैले तपाईँलाई भ्याइनँ समय कारण, त्यो चाहिँ उनले आफ्नो अगुवाको आदर गर्ने मान्छे पनि थिए। आफ्नो अगुवा पत्रुसलाई उनले आदर साथ सुनेको हामी देख्दछौँ र आफ्नो घरमा स्वागत गरेको छ। साथसाथै आफ्नो अगुवालाई उनले दण्डवत गरेको छ, सम्मान दिएको कुरा हामी देख्दछौँ। अनि त्यो चाहिँ उनको क्यारेक्टर, चरित्र हो। अहिले अब यो आमाहरूको सम्मेलन भएको कारणले आमाहरूलाई पनि केही कुराहरू प्रभुको वचनबाट मैले उत्साह दिनु परेको छ। त्यो कारणले मैले हन्नाको जीवनी तपाईँहरूसँग राख्न गइरहेको छु खाना अगाडि। राम्रो खानाको टाइम 12 बजी छ। हामी सायद 15 मिनट उता ठेल्नेछौँ। तपाईँहरूलाई केही अप्ठ्यारो छैन होला, हामी त्यो पछाडि पूर्ति गर्नेछौँ। त्यसले त अहिले हामीहरू पहिलो सामुएलको 1 अध्यायको 24 देखि म पढ्न गइरहेको छु। तपाईँलाई पढ्ने दिने मेरो इच्छा हुँदाहुँदै पनि माइक मेरो हातमा भएको कारणले म पढ्नेछु। तर हामी सबैजना 24 देखि तपाईँले पढ्नुभयो भने तपाईँलाई केही न केही मनमा पस्छ, पढेन भने चाहिँ पस्दैन। मैले पढेँ, तपाईँले सुन्नुभयो भने जति बुझ्नुहुन्छ, तपाईँले पढ्नुहुन्न अलिकति बढी 10% to 15% तपाईँले अझै बुझ्नुहुन्छ। त्यसले गर्दा म यहाँहरू सबैजनालाई मेरो माइक हुँदाहुँदै यहाँ सबैलाई मसँगै पढ्नको लागि म आग्रह गर्न चाहन्छु। हामी सबैले पढ्नेछौँ ल। 24 पददेखि अन्तिमसम्म सुरु गरौँ। जब तिनले दूध छोडाइन् तब तिनले त्यसलाई आफूसित लगिन्। तिनले आफ्नो साथमा एउटा 3 वर्ष साढे 5 पाती पिठो र 1 मशक दाग मध्य लिएर त्यो बालक सानै भए तापनि त्यसलाई सिलोमा परमप्रभुको भवनमा ल्याइन्। उनीहरूले त्यस साँडेलाई मारेर त्यस ठिटालाई एली कहाँ ल्याए। हन्नाले उनलाई भनिन्, हजुर, तपाईँको जीवनको शपथ खाएर म भन्दछु कि म त्यही स्त्री हुँ जो परमप्रभुसँग प्रार्थना गर्दै तपाईँको छेउमा यहाँ उभिएकी थिएँ। यही बालकको निम्ति मैले प्रार्थना गरेकी थिएँ अनि मैले मागेको बालक परमप्रभुले मलाई दिनुभयो। अब यसलाई परमप्रभु कहाँ नै म अर्पण गर्दछु। त्यसको जीवनकालभरि नै त्यो परमप्रभुमा अर्पण गरिएको हुनेछ। अनि तिनीले त्यहाँ परमप्रभुको आराधना गरे। आमेन। अब यो स्टोरी चाहिँ हामी सबैलाई थाहा छ, हन्नाको स्टोरीहरू। अघि मैले सानो अंश तपाईँलाई बताएँ। हन्नाले आफ्नो बाँझीपनाबाट परमेश्वरलाई पुकारा गरिन् अनि परमेश्वरले उनको प्रार्थना सुन्नुभयो। अनि उनको प्रार्थनाको बारेमा 1 अध्यायको लामो स्टोरीहरू 1 देखि तपाईँले 20 पदसम्म देख्नुहुन्छ। त्यो ड्रामाटिक नाटकीय रूपमा उनले कसरी आफ्नो पतिसँग मन्दिरमा आएर, सिलोमा आएर परमेश्वरको वेदीमा प्रार्थना गरेको अनि एलीसँग उनको संवाद भएको त्यो पृष्ठभूमि चाहिँ हामी 1 अध्यायको 1 देखि 20 पदसम्म देख्दछौँ। तर अहिलेको खण्ड चाहिँ सामुएललाई समर्पण गरिएको भनेर
त्यो शीर्षकको मुनि लेखिएको छ 21 पददेखि चाहिँ सामुएलको समर्पणता। कहिले एलीले आफ्नो छोरालाई समर्पण गरे मन्दिरमा ल्याएर? जब उनको छोराले दुध छोड्यो। अब एभरेज आमा बुवाले थाहा हुन्छ नानीले कति वर्षको उमेरमा दुध छोड्छ होला, कतिले 5-6 वर्षसम्म खुवाउनु पिलाउनु हुन्छ होला। अब त्यो बेलाको हिब्रूको टाइममा अलिक ठुलो उमेर, मेरो चाहिँ 5-6 वर्षको उमेरसम्म नै दुध खुवाउने चलन छ। होइन अहिलेको आमाहरूले छिटै दुध छोडाउनुहुन्छ, तर पहिलाको आमाहरूले चाहिँ अलिक ठुलो हुँदा समेत पनि नानीलाई दुध पिलाउने चलन चाहिँ थियो। अब हामी सबैले यो स्टोरीलाई यसरी बुझ्नु पर्ने हुन्छ। अब सिलो भन्ने जुन मन्दिर छ त्यो मन्दिर चाहिँ यहोशूले सुरु गरेको समयबाट, यहोशूले जब तपाईँलाई थाहा छ यर्दन तरेर प्रतिज्ञाको मुलुक जिते, अनि सिलो भन्ने ठाउँमा चाहिँ उनले परमेश्वरको सन्दुक लिएर आए, अनि त्यहाँ उनले एउटा आराधनाको निम्ति एउटा स्थान बनाए। त्यो समयबाट चाहिँ पुरानो करारमा चाहिँ सिलोमा आराधना गर्नको निम्ति मान्छेहरू वर्षमा कम्तीमा 3 पटक जाने गर्दथे, 2 देखि 3 पटक जानै पर्थ्यो त्यो बेला। र उनीहरू चाहिँ कहाँबाट आएका थिए? रामत्ते भन्ने ठाउँ, रामत्ते भनेको चाहिँ अलिक उत्तरतिर पर्छ। रामत्तेबाट चाहिँ सिलो लगभग 20 देखि 25 किलोमिटर हो। अब 20 देखि 25 किलोमिटर भनेको तपाईँले कतिसम्म अड्कल गर्नु पर्यो भन्दा चाहिँ अब यहाँबाट पर झिलझिले जति होला, होइन हजुर? त्यस्तै होला, त्यस्तै हो, झिलझिले जति अथवा केर्खा जति भनौँ। झिलझिले केर्खाभन्दा अलिक परै होला, 20-25 किलोमिटर भनेको। अब कल्पना गर्नुहोस् यहाँदेखि झिलझिले, अब यहाँबाट थाम्चेली भन्दा चाहिँ अलिक टाढै होला। थाम्चेली 20-25 किलोमिटर छ हजुर, 19 किलोमिटर लगभग त्यस्तै रहेछ। मान्नुहोस् अब थाम्चेलीबाट यहाँ आए जस्तै उनले चाहिँ रामत्ते भन्ने ठाउँ चाहिँ उनको गाउँ थियो। अनि रामत्तेको अर्थ चाहिँ हिब्रू भाषामा रामत्ते भनेको चाहिँ पहाडी गाउँ भनेको, पहाडी गाउँ। उनको गाउँ चाहिँ पहाडले भरिएको थियो। त्यो गाउँबाट उनले आफ्नो छोरालाई लिएर अहिले चाहिँ कहाँ आएको? सिलोमा आए। अब सालन्य उनीहरू सिलोमा आउने गर्दथे। तपाईँलाई चाहिँ हन्नाको श्रीमानसँग पनि उनी सिलोमा आएकी थिइन् पहिला पनि, र उनको हिब्रूको एउटा के भने त्यो बेला चलन अनुसार चाहिँ उनीहरूले मन्दिर जाने उनीहरूको चलन थियो। तर अहिलेको जुन स्टोरी हामीले पढ्यौँ यो स्टोरी चाहिँ उनले आफ्नो छोरालाई लिएर उनी सिलोमा झरिन्। अनि सिलोमा उनले बलिदानको सबै सामग्री तयार गरेर ल्याए, अनि परमेश्वरलाई बलिदान चढाए। अनि त्यस पछाडि उनले एलीलाई उनले भनेका छन्, तपाईँलाई थाहा भयो भएन धेरै साल अगाडि म यो ठाउँ आएको थिएँ, तपाईँलाई थाहा चाहिँ छैन, मैले मन्दिरमा रुँदै प्रार्थना गरेको र मैले परमेश्वरलाई बालक मागेको त्यो दिनहरू र तपाईँले मलाई आशिष दिनुभएको त्यो दिनहरू म सम्झना गर्छु। अनि एली चाहिँ त्यो बेला 98 वर्ष पुगेका थिए। कति वर्ष अरे हजुर? 98 वर्ष भनेको एकदम वृद्ध हो। त्यो बेलासम्म एली चाहिँ सिलोमा नै पुजारीको रूपमा काम गर्दथे। पछि 3 अध्याय आउँदाखेरि हामीलाई थाहा हुन्छ त्यो बेला एली चाहिँ इभन सुन्न पनि नसक्ने अवस्था भएका थिए। भनेपछि उनको आँखाको शक्ति चाहिँ गुमिसकेको थियो। भरे एकदम वृद्ध अवस्थामा चाहिँ एली पुजारी चाहिँ सेवा गरिरहेका थिए। अब एलीलाई हन्नाले भनिरहेको कुरा चाहिँ एलीले बिर्सिन सक्छ भन्ने कुरा चाहिँ हन्नालाई थाहा छ कि उनको वृद्ध उमेरको कारणले सबै कुरा उनले सम्झन सक्ने अवस्था थिएन। तर अहिले उनले के भन्दैछन् भन्दा चाहिँ एलीको साथमा आएर उनले यसो भन्दैछन्, यही बालक जो मैले परमप्रभुसँग मागेको थिएँ, तपाईँलाई थाहा होला त्यो दिनहरू, मैले परमेश्वरलाई मागेको दिनहरू, अनि यो बालक परमप्रभुले मलाई दिनुभयो। अब 28 पद, अब यसलाई म परमप्रभु कहाँ अर्पण गर्दछु। यसको जीवनकालभरि परमप्रभुमा यो अर्पण गरिएको हुनेछ। अनि उनले परमप्रभुको आराधना गरे। अब सुन्नुहोस् है, दुध छोडाएपछि उनको बालकलाई लिएर उनी मन्दिरमा आए। अब यो चाहिँ अचम्मको कुरा हो, अचम्मको कुरा र हाम्रो कल्पनादेखि बाहिरको कुरा हो। तर हन्नाको परमेश्वरप्रतिको भक्ति र उनको विश्वासको बारेमा मैले तपाईँसँग कुराकानी गर्न गइरहेको छु। एउटा स्त्रीको परमेश्वरप्रतिको विश्वास र उनको भक्ति कति ठुलो थियो भन्ने कुरा चाहिँ हन्नाको यो प्रार्थनाले हामीलाई, हन्नाले गरेको यो समर्पणको यो घटनाले हामी सबैजनालाई चकित पनि बनाउनुपर्छ। र हामी सबैको लागि एउटा लेसन जुन मैले तपाईँको अगाडि राख्न गइरहेको छु त्यो कुरा म अहिले तपाईँको बिचमा बाँड्न गइरहेको छु। उनको एउटै बाँझीपनको बिचमा परमेश्वर दिनुभएको एउटा बालक हो। त पछि गएर फेरि उनको अरू पनि बालकहरू भएको हामी देख्दछौँ पछि गएर। तर अहिले चाहिँ हन्नाको यो पहिलो पुत्र
जो बाँझीपनबाट परमेश्वरले दिनुभयो त्यो एउटै पुत्रलाई उनले परमेश्वरको मन्दिरको सेवाका लागि परमेश्वरको आराधना गर्ने भवनको लागि अर्पण गर्नलाई आएकी छन्। अब कल्पना गर्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ एली पुजारी चाहिँ मन्दिरमा छन् तर पनि उनी आफ्नो सम्पूर्ण क्रियाकलाप पनि गर्न सक्ने अवस्थामा छैनन् किनकि 98 वर्ष पुगेको कारणले उनी वृद्ध छन्। उनले सामुएललाई पकाएर खुवाउन सक्ने अवस्थामा छैन, देखभाल गर्न सक्ने अवस्था पनि छैन। तर पनि पूर्ण परमेश्वरमा भरोसाको साथ हन्नाले आफ्नो बालकलाई मन्दिरमा सिलोमा लिएर आएकी छिन् र परमेश्वरलाई अर्पण गरेकी छिन् र यो जीवनकालभरि यहीँ नै रहनेछ र परमप्रभुको सेवा गर्नेछ। अब त्यो पिक्चरभित्र, त्यो तस्बिरभित्र तपाईँले कस्तो कुरा देख्नुहुन्छ? हन्नाको मनमा चाहिँ कस्तो भयो होला, सामुएलको मनमा कस्तो भयो होला? अब त्यो बिचको त्यो तनावहरू चाहिँ यहाँ लेखिएको छैन। पक्कै पनि आमा र छोराको त्यो बिछोडको समयहरू, किनकि वर्षमा 2-3 चोटि मन्दिरमा आउने आमा अब यो छोरालाई भेट्नको लागि प्रत्येक दिन उनको भेट्ने समयहरू थिएन र यो छोरालाई दिनहुँ आएर खाना पकाएर खुवाउने, दुध चुसाउने कुराहरू उनले गर्न सक्ने अवस्था पनि थिएनन्, वास्ता गर्न सक्ने, सेवा गर्न सक्ने अवस्था छैनन् र यो आफ्नो जीवनकालभरि जीवनले मागेको एउटा पुत्रलाई परमेश्वरले निम्ति अर्पण गर्ने कुरा चाहिँ सजिलो कुरा पनि छैन। अब त्यो बिचको तनाव चाहिँ यहाँ लेखेको छैन। कसरी त्यो तनाव भयो होला, मेन्टली हन्नालाई कस्तो भयो होला आफ्नो छोरालाई छोडेर आउँदाखेरि, र सामुएलले कस्तो प्रतिक्रिया दियो होला आफ्नो आमाबाट अलग भएको समयहरू। किनकि सानो उमेरमा 5-6 वर्षको उमेरमा नै उनले मन्दिरमा छोड्न आएको, सानो उमेरमा। अब यकिन उमेर त छैन तर दुध छोडाएपछि भनेको चाहिँ हो 5 देखि 7 वर्षको बिचको चाहिँ सानो बालकलाई उनले मन्दिरमा छोडेर गएको। के गरेर त्यो उनको भविष्य बन्छ होला, के हुन्छ होला यो बालकलाई, कल्पना गर्नु तपाईँ सक्नुहुन्न। र हन्नाले आफ्नो प्रतिज्ञा अनुसार सामुएललाई चाहिँ मन्दिरमा छोडेर गएको र उनले एलीलाई यही कुरा भनेको, म यो बालकलाई अब यहीँ छोड्दैछु, जीवनकालभरि यसले परमेश्वरको सेवा गर्नेछ। हन्नाले यसो भनेको छैन जीवनकालभरि म यसलाई तपाईँमा सुम्पेर जाँदैछु भनेको चाहिँ होइन, तर म परमप्रभुमा सुम्पेर म अब जाँदैछु अनि यो जीवनकालभरि परमप्रभुको सेवा गर्नेछ, परमप्रभु अर्पण गरिएको हुनेछ। त्यो चाहिँ अचम्मको स्टेटमेन्ट हो, एउटा आमाको गहिरो विश्वासलाई यहाँ प्रकट गरिएको छ। र मलाई लाग्दैन आज कुनै पनि आमाले आफ्नो नानीलाई त्यसरी प्रभुको कामको लागि छोडेर जान सक्छ, त्यो सानै उमेरमा अर्पण गर्न सक्छ। यो चाहिँ अद्भुत एउटा आमाको विश्वास हो, हन्नाको विश्वास हो। त्यसकारण हन्नाको प्रार्थना भनेर गीत मात्रै गाउँछौँ, तर हन्नाको प्रार्थनाभित्र हन्नाको गहिरो विश्वास चाहिँ छ। त्यसकारण हन्नाले खालि छोरा मागेको मात्र होइन, तर प्रभुलाई दिन सक्ने त्यो उनको बलियो विश्वासलाई यहाँ प्रकट गरिएको छ। र यहाँ कतिजना आमाहरू जो बस्नु भएको छ, जसले धेरै नानीहरू जन्माउनु भयो, हुर्काउनु भयो, र मलाई थाहा छैन तपाईँले आफ्नो बालकलाई प्रभुको निम्ति अर्पण गर्नु भएको छ कि छैन, प्रभुको सेवा गरोस् भन्ने कतिजना आमाहरू छ होला आज संसारमा, होइन? सबैजना आमाले आफ्नो छोराछोरीहरू चाहिँ राम्रो पढोस्, डक्टर बनोस्, इन्जिनियर होस्, होइन, यो गरोस् त्यो गरोस् भन्ने सपना सबैजना आमा बुवाको छ। तर मलाई अहिले थाहा छैन कतिजना आमा र बुवाले आफ्नो छोराछोरीले प्रभुको सेवा गरोस् भन्ने चाहन्छ। मेरो क्वेसन चाहिँ यो प्रश्न, कतिजना आमाहरू हुनुहुन्छ आफ्नो छोराले प्रभुको सेवा गरोस् भन्ने? म हात उचाल्नुहोस् भन्दिनँ, तर मेरो विचारमा धेरै थोरै छ आमा, धेरै आमा। सबै आमा बाउले छोरी जन्मियो भने नर्स पढोस्, राम्रो केटा पाओस् भनेर चाहन्छ, छोरा जन्मियो भने इन्जिनियर डक्टर के इन्जिनियर पढोस्। सबैजनाको सपना चाहिँ छोराले धेरै पढोस्, धेरै पैसा कमाओस्, सबै आमाको सपना त्यही नै हो। प्राय थोरै आमाको सपना छ होला जसले प्रभुको सेवा गरोस् भन्ने। यसको आमाहरू म हात उचाल्नुहोस् भन्दिनँ यहाँलाई, तर तपाईँले आफूले यो प्रश्न हामीले आफूलाई सोध्नुपर्ने प्रश्न हो, कतिजना आमाले आफ्नो नानीहरूले प्रभुको सेवा गरोस् भन्ने इच्छा गरेका छन्? कतिजना आमाहरू तपाईँको छोराले प्रभुको सेवा गरोस् भनेर तपाईँले प्रार्थना गर्नुहुन्छ, प्रभुको लागि अर्पण, प्रभु मेरो छोराले तपाईँको सेवा गरोस् भनेर प्रार्थना गर्ने आमाहरू चाहिँ मलाई थाहा छैन कतिजनाले गर्नु भएको छ। सबैजना आमाले चाहिँ एउटै सपना छ, छोरा ठुलो होस्, ठुल्ठुलो पदमा जाओस्,
अब के भनेर आशिष दिनुहुन्छ अहिलेको आमा बुवाले मलाई थाहा छैन। सबै छोरा आमा बुवाको एउटै सपना छ, छोरा ठुलो भएपछि चाहिँ मलाई पालोस्, धेरै पैसा कमाओस्, मलाई पालोस्, त्यही नै आमाको एउटा सपना छ। तर प्रभुको निम्ति अर्पण गर्ने सपना धेरै थोरेको छ। इमान्दारी साथै त्यो आमाले आफ्नो मनमा हात राखेर भन्ने हो भने मलाई लाग्छ त्यस्तो आमाहरू मलाई लाग्छ मण्डलीभित्र छ कि छैन है। र म छँदै छैन त भन्दिनँ, तर धेरैजना आमाहरू हुनुहुन्छ जसले आफ्नो छोराहरूले प्रभुको सेवा गरोस् भनेर प्रभु कामको लागि अर्पण गर्नुभएको छ। क्वेसन चाहिँ यो, हन्नाको प्रार्थना मात्रै होइन तर हन्नाको विश्वासलाई तपाईँले देख्नुहुन्छ। यो छोरो जीवनभर तपाईँको भवनमा अर्पण गर्छु, म तपाईँको सेवा गरोस् भन्ने म चाहन्छु, यसै कारण म छोरालाई मन्दिरमा लिएर आएको छु सिलोमा, अनि यो परम प्रभुको निम्ति जीवनभरको लागि अर्पण गरिएको छ। सबै धर्महरूमा आफ्नो छोराहरू राख्ने चलन छ। म सिन्धुपाल्चोक एक दिन गएको थियो। सिन्धुपाल्चोक एउटा गाउँमा माथि, त्यो गाउँमा चाहिँ तामाङहरू छन्। तामाङको बुद्धिस्टको चलन अनुसार चाहिँ सबै छोरामध्ये एउटा छोरा चाहिँ गुम्बामा पठाउँदो रहेछ उनीहरूले। कम्तीमा जीवनको सबै छोराछोरीमध्ये एकजना चाहिँ कम्तीमा धर्मी होइन, बुद्ध धर्मको लागि अर्पण होस् भनेर चाहिँ उनीहरूले चाहिँ एउटा छोरालाई चाहिँ गुम्बा के भन्नु गुम्बामा लगेर चाहिँ लामा पढ्नको लागि चाहिँ अर्पण गर्दो रहेछ। बुद्धिस्टहरू पनि त्यति कट्टर, आफ्नो छोरा एउटा छोरा चाहिँ प्रभुको लागि अर्पण गर्दछ अनि गुम्बामा पठाउँदो रहेछ उनीहरूले। तर आज मण्डलीमा हुर्केको प्रभुका जनहरूले आफ्नो छोराहरूले प्रभुको सेवा गरोस् भनेर अर्पण गर्ने आज मैले सुनेको छैन। एउटाजना आमाले भने मैले सुनेको, मेरो छोराले पनि पास्टरलाई सपोर्ट गरोस् कि पैसा कमाउँछ मेरो छोराले पनि पास्टरलाई सपोर्ट गर्छ, तर म सेवाकामा चाहिँ ल्याउँदिनँ भने। त्यो आमा अहिले पनि सम्मेलनमा गएर वचन बोलेको गर्नुहुन्छ। म चाहिँ आमालाई धेरै चिन्छु, ठुल्ठुलो कन्फरेन्समा गएर बोल्नुहुन्छ, तर उहाँले जहिले भन्नुहुन्छ मेरो छोराले चाहिँ प्रभु काम चाहिँ गर्दैन, पैसा कमाउँछ भरि पास्टरलाई सपोर्ट गर्छ। के भन्नु खोजेको मैले अझ नबुझेको, कि पास्टरलाई पैसा मात्रै चाहिएको हो? प्रभुको राज्यमा पैसा आवश्यक छ, तर परमेश्वरले चाहेको कुरा चाहिँ पैसा भन्दा पनि हाम्रो जीवन हो। आफ्नो आफू चाहिँ सम्मेलन पछि वक्तव्य बनेर गइराख्नुहुन्छ, तर आफ्नो छोराले प्रभुको काम गरोस् भन्ने उहाँको हृदयमा पटक्कै छैन। छोराले धेरै पैसा कमाउँछ भने प्रभुको राज्यमा आर्थिक रूपमा सहायता गर्छ, राम्रो कुरा हो, मैले नराम्रो कुरा भनेको त होइन। तर प्रभुको निम्ति अर्पण गरिनु, प्रभुको कामको निम्ति प्रभु काम गरोस् भन्ने चाहना राख्नु कति ठुलो कुरा, महत्त्वपूर्ण कुरा हो भन्ने कुरा चाहिँ हन्नाले बुझेको। यसकारण त उनले आफ्नो छोरालाई अर्पण गरिसकेपछि के गरिन् अरे हजुर? अन्तिममा 28 पदमा उनले के गरिन्? परम प्रभुलाई के गरिन्? उनले आराधना गरिन्। त्यो आराधनाले के कुरा जनाउँछ? उनले आफ्नो छोरालाई प्रभुको कामको निम्ति अर्पण गर्न पाएकोमा उनको हृदय रमाहाट गर्दछ। त्यो रमाहाट गरेको कुराको प्रमाण के छ? 2 अध्यायमा, अब उताबाट पल्टाउनुहोस् त, 2 अध्यायमा के लेखेको छ? हन्नाको धन्यवादको प्रदान। तब हन्नाले 2 अध्यायको 1 पद हन्नाले प्रार्थनामा चढाइन्, हे मेरो हृदयका परम प्रभुमा मेरो हृदयले परम प्रभुमा आनन्द गर्दछ। 1 पदको अन्तिममा तपाईँले मलाई उद्धार गर्नुभएकोले म हर्षित भएको छु। सुन्नुहोस्, हन्नाले कसरी परमेश्वरलाई धन्यवाद चढाएको छ। उनले परमप्रभुलाई आराधना गरे। त्यो आराधनाको गीत चाहिँ 2 अध्याय हो। हन्नाको गीतको उनले यसरी गीत गाइन् परमप्रभुको मन्दिरमा। के भनेर गाइन्? मेरो हृदयले तपाईँमा आनन्द गर्दछ, मेरो हृदय तपाईँमा हर्षित भएको छ। तपाईँले यो शब्द सुन्नुहोस् त, मेरो हृदयले तपाईँमा आनन्द गर्छ, मेरो हृदय हर्षित भएकी छु म। मेरो हृदय कति गर्वले, हर्षले, आनन्दले भरिएको छ। आफ्नो छोरालाई अर्पण गर्न पाएकोमा, प्रभुको काम गरेकोमा उनको हृदय हर्षित भएको छ। आमा र बुवाहरू, तपाईँको छोरा र छोरीले प्रभुको सेवा गरेकोमा तपाईँको हृदय रमाउँछ कि तपाईँको हृदय निराश हुन्छ? देख्नुभयो हन्नाको जीवन? आफ्नो छोरालाई मन्दिरमा अर्पण गरेर आउँदाखेरि चाहिँ उनले गीत गाउँदै आइन्। परमप्रभुको भवनमा छोरालाई अर्पण गरेकोमा उनको हृदय रमाहाट गर्दछ। त्यो यसकारण आजको समयहरू यस्तो समय आयो, अब प्रभुको काम गर्ने भनेपछि अब मलाई थाहा छैन कहाँबाट ल्याउने होला। अब बिस्तारै बिस्तारै मण्डलीहरूमा त्यो खडेरी लाग्छ कि सेवाकाई गर्नेहरूको,
अब मैले विदेश जानु हुँदैन भनेको त होइन, जानुहोस् विदेश पनि, नराम्रो कुरा त होइन। तर प्रभुको राज्यको लागि काम गर्ने मान्छेहरू, यसको बाइबलले भन्दछ फसल त प्रशस्त छ तर कसको कमी छ अरे? खेतालाहरूको कमी छ। अनि खेतालाको लागि प्रार्थना गर भनेछ। अहिले प्रभु तपाईँले खेताला पठाउनुहोस् भन्छ, तर मेरो छोरालाई चाहिँ म पठाउँदिनँ भन्नुको चाहिँ, अरू कसैको छोरालाई पठाउनुहोस् तपाईँले, मेरो छोरा चाहिँ जाँदैन खेताला। खेताला भनेको के हो? कटनी गर्ने मान्छे, प्रभुको राज्यमा सेवा गर्ने मान्छेहरू। प्रभु पठाउनुहोस् पठाउनुहोस् भन्छ। 4 भाइ छोरा छ, कसैलाई पठाउनु मान्दैन, अरूको छोरा पो पठाउनुहोस् न। तपाईँ र मैले आमाले यसो भन्नुपर्छ, प्रभु तपाईँले मेरो छोरालाई तपाईँको राज्यको लागि म अर्पण गर्छु, तपाईँको कामको निम्ति म अर्पण गर्छु। त्यो खालको प्रार्थना गर्ने विश्वासको आमाहरू चाहिएको छ। त्यो खालको आमाहरू परमेश्वरले खोज्नुभएको। यहाँ थुप्रै आमाहरू छन् इजरायलमा, थुप्रै दिदीबहिनी छन्, तर किन हन्नाले मात्रै मन्दिरमा ल्याएर चढायो? किनकि हन्नाको विश्वासको कुरा, किन हन्नाको बारेमा सामुएलको पुस्तकमा लेख्नु पर्यो? किनकि यो स्त्रीको विश्वासको कुरा लेखेको, खालि उनको प्रार्थनाको कुरा लेखेको होइन, तर उनले आफ्नो उनको पीडा र उनको कष्ट लेखेको होइन, तर उनले कसरी परमेश्वरले विश्वास गरिन् त्यो विश्वासको कथा हो। यो उसको विश्वासको इतिहास हो, गाथा हो यो। यस कारणले चाहिँ आमाहरू त्यस्तो खालको विश्वासको कदम चाल्ने आमाहरू हामीलाई चाहिएको छ। मेरो छोराले प्रभुकै सेवा गर्छ, अनि सानैदेखि त्यसको लागि तयारी गर्ने कुरा, प्रार्थना गर्ने कुराहरू छ। यसको आमाहरू हिजोदेखि म भन्दै सानैदेखि प्रार्थना गर्नुहोस्। तपाईँले सानैदेखि हामीले सिकाउनु पर्ने कुरा, ठुलो भएर त नानीले टेर्दैन। तपाईँले सानोमा सिकाउनु भएन, ठुलो भएपछि गाह्रो हुन्छ, यो धेरै गाह्रो हुन्छ। यसको बाइबलले हितोपदेश 23:6ले भनेको कुरा त्यही नै हो। यसको सानो हुँदा नै नानीलाई परमेश्वरको वचनमा तालिम देऊ, ठुलो भएर परमेश्वरको वचनबाट तर्केर जाँदैन भने त्यो ठुलो भएर तपाईँले ट्रेन गर्नै सक्नुहुन्न। एउटा भनिन्छ नि, तपाईँले यदि तपाईँले यो के भनौँ, बिरुवाहरूको प्लान्टेसनमा काम गर्नुहुन्छ भने त्यो ग्राफ्टिङ गर्ने चलन छ नि, होइन? त्यहाँदेखि कोही रुखहरूलाई बाङ्गो टिङ्गो बनाउनुहुन्छ। मेरो काकाले पनि फुलहरू बाङ्गो टिङ्गो बनाएर दिन्छ। म त्यो चाहिँ सानो हुँदा नै गर्ने, यत्रो ठुलो बुढालाई तपाईँले बाङ्गो बनाउनु भने मिल्दैन, बुझ्नु? हाँगाहरूलाई तपाईँले त्यो ट्रेन गर्नको लागि सानैदेखि तपाईँले हाँगाहरूलाई बाङ्गो टिङ्गो बनाएर बाँधेर कसरी हुन्छ, तपाईँले त्यसलाई सानोबाटै गर्नुपर्छ। त्यो चाहिँ ठुलो भएर यत्रो ठुलो रुखको डाँठलाई तपाईँले बाङ्गो बनाउनु खोज्यो भने गाह्रो हुन्छ। त्यो सानोदेखि नै गर्नुपर्छ। यस कारणले गर्दा चाहिँ हाम्रो नानीलाई पनि सानैदेखि हामीले त्यसको लागि तयारी गर्नुपर्ने कुरा हो। न त ठुलो भएपछि हाम्रो नानीले भिन्नै सपना देख्दछ। ओके, त्यस पछाडि हामीले बडो अचम्मको कुरा तपाईँलाई थाहा छ होला, सामुएललाई मन्दिरमा छोडियो अनि सामुएलले परमेश्वरको सेवा गरे भन्ने कुराको हामी इतिहास देख्दछौँ। अब 2 अध्यायको तपाईँको समय कारणले 18 पदमा तपाईँको बाइबल समयको कारणले हेर्नुहोस् है, 18 पद यसरी लेखेको छ। तर बालक सामुएल मलमलको एपोद लगाएर परमप्रभुको सेवामा निरन्तर लागिरहे। हरेक साल तिनकी आमाले तिनलाई एउटा सानो कुर्ता बनाइदिन्थिन् र तिनका पतिसँग वार्षिक बलिदान चढाउन जाँदा सामुएलको निम्ति त्यो लगिदिन्थिन्। अब सुन्नुहोस्, सामुएलको मम्मीको जीवनीलाई, हन्नाको, सामुएलको आमा हन्नाको जीवनी हामी हेर्दैछौँ। सामुएल चाहिँ मन्दिरमा के गर्थ्यो अरे? एपोद लगाएर परमप्रभु मन्दिरमा सेवा गर्दै थियो। सानो केटाले मन्दिरमा सानैदेखि सेवा गर्दैछ। अब उनको आमाले चाहिँ हरेक साल के गर्थिन् अरे? के ल्याइदिन्थिन् अरे? एउटा के बनाएर ल्याइदिन्थिन्? कुर्ता बनाइदिन्थिन्। उनले बजारमा किनेर ल्याउँथिन् भनेको छैन है हजुर, आफै उनको लागि एउटा कुर्ता सिलाउँथिन् र हरेक साल आफ्नो छोराको निम्ति, सायद सामुएलको आफ्नै लुगा फ्याक्ट्री थिएन पक्कै पनि, उनी मन्दिरमा सेवा गर्ने मान्छे, उनीसँग पैसा पनि थिएन होला, उनीसँग लगाउने लुगाहरूको वस्त्रहरू अहिलेको जस्तो थिएन पक्कै पनि। आमाले वर्षैपछि ल्याउने एउटा वस्त्र जो उनले लगाएर परमेश्वरको मन्दिरमा सेवा गर्दथे। अब यो मलाई साह्रो मन परेको रहेछ, उनको आमाले उनको निम्ति लुगा बनाएर वर्षैपछि लिएर आउँथिन्, उनको लागि एउटा पोसाक लगाउने वस्त्र, त्यो नाङ्गोपन ढाक्ने एउटा वस्त्र उनको आमाले तयार गरे। अब यो कुराबाट मैले के कुरा मनमा सोच्दै गरेको कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ सामुएलको लागि चाहिँ उनको आमाले गरेको बलिदान हो र हरेक साल उनले चाहिँ पोसाक, एउटा वस्त्र उनको लागि बनाइदिइन्, वस्त्र, आफ्नो नाङ्गोपन ढाक्ने एउटा वस्त्र पनि आमाले तयार गर्थे। अब अहिलेको आमा बुवाले आफ्नो नानीलाई धेरै माया गर्नुहुन्छ, कुनै शङ्का छैन, म पनि गर्छु। सबै आमा बुवाले छोराछोरीलाई अहिलेको महँगो लुगाहरू किनिदिनु भएको छ। अहिलेको नानीहरूलाई
14वटा दुलो भएको प्यान्ट किनिदेऊ भन्दा पनि आमाले किनिदिएकै छ। अहिलेको नानीले त्यस्तै मन पराउँछ केटाहरू जवान छोराछोरीले होइन। जिन्सको प्यान्ट भनेको किनिदिएकै छ होइन। यस्तो टी सर्ट किन्दिनँ भन्दा किनिदिएकै छ। किनकि आमाको माया नि, आमाको माया जे भन्यो त्यो किनिदिएकै छ। वर्षमा एउटा त केही, वर्षमा 4-5वटा लुगा किनिदिनुहुन्छ। बजारको सबभन्दा महँगो लुगा किनिदिनुहुन्छ। ज्याकेट भने ज्याकेट, प्यान्ट भने प्यान्ट, जुत्ता भने जुत्ता। यति धेरै आमाले आफ्नो छोराछोरीलाई माया गर्नुहुन्छ। तर मलाई साह्रो मन परेको एउटा कुरा चाहिँ हन्नाले चाहिँ उनको छोराको लागि वस्त्र मात्रै बनाइदिएन, तर उनले संसारले दिएको उनको वस्त्र, उनले बनाइदिएको वस्त्रले त उनको छोराको नामोपन मात्रै ढाक्थ्यो। तर उनले यस्तो खालको वस्त्र बनाइदिन्छ चरित्रको वस्त्र, त्यो चाहिँ हन्नाले आफ्नो छोरालाई सिकाएकी थिइन्। यसकारण तपाईँलाई थाहा छ नि, माथि त्यसको माथि 17 पद हेर्नुहोस् त, एलीका छोराहरू चाहिँ पाप गर्दै हिँडे अरे। दुईटाको विरोधाभास हो। एलीको छोरा चाहिँ पाप गर्दै हिँडे, तर हन्नाको छोरोले चाहिँ एपोद लगाएर परमेश्वरको भवनमा सेवा गरे। त्यो चरित्रको वस्त्र चाहिँ हन्नाले आफ्नो छोरालाई सानैदेखि लगाइदिएकी थिइन्। आमा र बुवाहरू, हामीले हाम्रो नानीलाई नि तपाईँले राम्रो जिन्सको कपडा किनिदिनुहोस् कि राम्रो लुगा किनिदिनुहोस्, उनले चाहेको बजारको सबभन्दा महँगो लुगा किनिदिनुहोस्, सबभन्दा चाहिएको कुरा चाहिँ चरित्रको वस्त्र हो। तपाईँले नानीलाई सानोदेखि सिकाउनु भएन भने एक दिन तपाईँलाई त्यसले बदनाम गर्नेछ। ती नानीहरूले बदनाम गर्नेछ आमालाई। यसकारण हन्नाले गरेको सबभन्दा बहुमूल्य कुरा चाहिँ बाल्यकालदेखि नै आफ्नो छोरालाई उनले चरित्रको वस्त्र पनि लगाइन्। यद्यपि वर्षको एकचोटि उनले आफैले बनाएर दौरा वस्त्र उनलाई बनाएर ल्याइदिन्थिन्, त्योभन्दा पनि महँगो वस्त्र चाहिँ चरित्रको वस्त्र थियो, जो उनले आफ्नो छोरालाई उनले सिकाएकी थिइन्। यसकारण त एलीको छोराहरू चाहिँ पाप गर्दै हिँडे, तर हन्नाको छोरो चाहिँ सेवा गर्दै हिँडे। दुईटाको बिचको तुलना पनि हो। यसकारण हन्नाको छोरोले मन्दिरमा एपोद लगाएर सेवा गरे। 17 पदमा त्यो कुरा छ। यसकारण 17 र 18मा बिचमा तर छ। हेर्नुहोस् त, 18मा के कहाँबाट सुरु भएको छ? तर। किनकि 17 माथि 16 17 हेऱ्यो भने चाहिँ एलीका छोराले उत्पटाङ गरेर मन्दिरमा ल्याएर केटीहरूसँग व्यभिचार गर्दै हिँडेको छ। तपाईँले माथिको स्टोरी पढ्नुहोस् त। एलीको छोरा पनि पुजारीको काम चाहिँ गर्दै थियो, तर मन्दिरमा गएर केटीहरू ल्याउने, अन्य जाति केटीसँग हिँड्ने त्यो काम गर्थ्यो भने माथि लेखेको छ। देख्नुभयो? एउटाको छोरा चाहिँ अन्य जाति केटी लिएर हिँडिरहेछ। तर देख्नुभयो? तर चाहिँ जब आउँछ त्यसले चाहिँ कन्ट्रास्ट हो। कन्ट्रास्ट भनेको चाहिँ माथि एउटा चाहिँ यसरी जिउँदैछ, तर हन्नाको छोरो चाहिँ यसरी जिउँदैछ भन्नु खोजेको। प्रियहरू, हाम्रो मण्डलीको जवान र आमा बुवाले हाम्रो छोराछोरीहरूको सम्बन्धमा मैले कुरा गरेको। एलीको पनि छोराहरू थिए, होप्नी र पिनास। तपाईँलाई थाहा छ नि उनको नाम के थियो अरे हजुर? होप्नी र पिनास। तपाईँलाई थाहा छ होप्नी र पिनासको अन्त कसरी भयो? अन्तमा दुवैजना लडाइँमा मारिए। अनि त्यसपछि के भयो तपाईँलाई थाहा छ? पिनासको पत्नीको बारेमा 4 अध्यायमा हेर्नुहोस् त, 19 पदमा उनकी बुहारी पिनहासको पत्नी, हेर्नुहोस् एलीका छोरा पिनहासकी पत्नी गर्भवती थिई, बालक जन्मने समय भइसकेको थियो। तब त्यसले परमेश्वरको सन्दुक कब्जा गरेर लगेको र आफ्नो ससुरा र पति मरेको थाहा पाए। को? बुहारीले पिनासको श्रीमती थाहा पाइन्। आफ्नो श्रीमान पनि मारिएको, आफ्नो ससुरा बुवा पनि मरेको जब खबर सुनिन्, तब तर त्यसको प्रसव वेदनाले गर्दा त्यो ग्रस्त थिए। सुन्नुहोस् है, पिनासको श्रीमती चाहिँ गर्भवती थिइन्। जब त्यो मर्ने लागेकी थिए, को? पिनासको श्रीमती, नानी पेटमा छ। खबर के आयो? बुढा मारियो लडाइँमा, ससुरा पनि मर्नुभयो, श्रीमानको दाई पनि होप्नी पनि मरे लडाइँमा नै। जब त्यो मर्नै लागेकी थिए, तब त्यसलाई सियानी स्त्रीले भने, हरेस नखाऊ, तिम्रो एकजना छोरो भयो। तर तिनीहरूले भनेको कुरा त्यसले जवाब दिइन र त्यसले ध्यानै दिइन। त्यसले यसो भनेर बालकको नाम इकाबोद राखे। सुन्नुहोस् 21 पदमा, त्यसपछि हो पिनहासले आफ्नो छोराको नाम के राखे अरे? श्रीमतीले उनको छोराको नाम, किनकि उनको श्रीमान त मरिगयो, लडाइँमा मारियो, उनी त्यो बेला गर्भवती थिइन्। पिनहासको श्रीमतीले आफ्नो छोराको नाम के राखे अरे? इकाबोद। इकाबोदको अर्थ के रहेछ? इजरायलमा परमेश्वरको महिमा हरायो। देख्नुभयो? इजरायलमा परमेश्वरको महिमा हरायो। छोराको नाम इकाबोद राख्यो।
कसैले राख्नुभएको छ छोराको नाम इकाबोध भनेर, छोराको नाम इकाबोधको अर्थ के रहेछ? परमेश्वरको महिमा हरायो। अब त्यो महिमालाई फिर्ता ल्याउने काम कसले गर्दैछ? सामुएलद्वारा परमेश्वरले गर्दै हुन्छ हराएको महिमा फेरि ल्याउने। किनकि एलीका छोराहरूले परमप्रभुको सेवा गरेनन् अनि परमेश्वरको महिमा हराउँदै गयो। अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ यदि सबैजनाले विदेश जाने हो भने, सबैजनाको आमा बाउको सपना खालि छोराछोरीलाई विदेश पठाउने, विदेशमा जाने र पैसा कमाउने मात्रै सपना भयो भने मलाई लाग्छ परमेश्वरको महिमा चाहिँ कसरी मण्डलीमा रहन्छ? एक दिन यस्तो समय आउँछ जस्तो लाग्छ मलाई त। हाम्रो चर्च पनि दिदी पनि चलाउँछ, दिदी पनि पास्टर हुन्छ जस्तो लाग्छ मलाई। छोराहरू हुँदैन विदेशतिर। बुझ्नु, पश्चिमतिर म अस्ति भर्खरै सिङ्गापुर गएको थिएँ 3 हप्ता अगाडि, 3-4 हप्ता अगाडि। अनि सिङ्गापुरमा एउटा चर्चमा मलाई प्रिचिङ गर्नु दिएको थिएँ। अनि लगभग 100 जना विश्वासीहरू हुन्थ्यो त्यहाँ। 100 जना विश्वासीमा दाजुभाइ 3 जना मात्रै रहेछ अनि 97 जना चाहिँ दिदीबहिनी रहेछ। अनि बिचरा पास्टरले भन्ने हुन्थ्यो के गर्नु, अब गरे हो, सबै दाजुभाइ छैन, सबै दिदीबहिनी मात्रै। दाजुभाइ कहाँ छ? सबैजना कता कता छन्, पैसा कमाउँदैछन्, के गर्दैछन्, छैन, सबै दिदीबहिनी मात्रै 97 जना। अब मलाई थाहा छैन ज्योति मण्डलीको भविष्य सिनारी कस्तो हुनेछ। परमेश्वरको सेवा गर्ने मान्छेहरू हामीले तयार गरेनौँ भने त मण्डली परमेश्वरको महिमा हराएर जान्छ। र त्यो महिमालाई फर्काइ ल्याउने काम चाहिँ कसले गर्दैछ त? सामुएलले गर्दैछ। तपाईँलाई थाहा छैन 3 अध्यायको 1 पद हेर्नुहोस् त के लेखेको छ। 3 अध्यायको 1 पद, अब बालक सामुएल एलीको अधीनतामा परमप्रभु सेवा गर्छ। को? सामुएल। कसको अधीनतामा अरे? एलीको अधीनतामा। एली भनेको मन्दिरको सेवक, पुजारी। अब अहिलेको जवानहरूलाई यो कुरा ठुलो शिक्षा हो। जवानहरू आफ्नो अगुवाको अधीनतामा सबै सिक्न तयार हुनुहुन्छ कि हुनुहुन्न? हाम्रो ज्योति मण्डली, मलाई एकजना भाइको बारेमा थाहा छ। उनले बाइबल कलेज पढेर आएपछि मण्डलीलाई भनिन्छ, पास्टर बाबुलाई, पास्टर बाबु हुनु, पास्टरलाई प्रचार गर्नै आउँदैन, तपाईँ बस्नुहोस् पास्टर, म पास्टर हुन्छु भनेछ। अनि मण्डलीले 6 महिना अनुशासन राख्नु परेको थियो भाइलाई। हो, पास्टरलाई प्रचार गर्नै आउँदैन, तपाईँ बस्नुहोस् पास्टर, म पास्टर हुन्छु। पास्टरलाई विस्थापित गरेर पास्टर होला। पास्टर भन्दा उसले धेरै पढेर आयो होला, तर पास्टरलाई निस्केर जाऊ भन्न कसरी अधिकार छ? त्यो नम्रताको सेवकद्वारा परमेश्वरले उसलाई फेरि निर्माण गर्नुहुन्छ। तर भाइ बडो सुन्दर कुरो लेखेको छ। सामुएललाई परमेश्वरले किन इतिहासमा चलाउनु भयो? यो सामुएललाई देख्नुहोस् त, आफ्नो अगुवाको अधीनतामा सेवा गरेछ। अब सुन्नुहोस् है, त्यसपछि त्यस बेला जुन बेला सामुएल सेवाकाईमा आएका थिए त्यस बेला परमप्रभुको वचन के हुन्थ्यो अरे? बिरलै सुनिन्थ्यो। बिरलै सुनिन्थ्यो भनेको के बुझ्नुहुन्छ? परमप्रभुको वचन आउँदैन थियो, सुनिँदैन थियो, किन परमेश्वर वचन प्रचार गर्ने मान्छे थिएन। यसकारण वचन सुनिँदैन थियो त्यो बेला। खोइ वचन प्रचार गर्ने कि सबैजना मूर्ति पूजातिर लागेका थिए, संसारतिर लागेका थिए। परमेश्वरको वचन, किनकि तपाईँलाई थाहा छ न्यायकर्ताको समयमा सबै मानिसहरू चाहिँ परमेश्वरदेखि टाढा भएका थिए। परमेश्वरको वचन सुनिँदैन थियो अनि दर्शन उस्तो पाइँदैन थियो भनेर लेखेको छ। सुन्नुहोस् है, अब त्यो बेला चाहिँ सामुएल सेवाकाईमा आएको। अब सुन्नुहोस्, अब 3 अध्यायको सुरु चाहिँ त्यसरी गर्यो, 3 अध्यायको अन्त सुन्नुहोस् अब के भनेर लेखेको छ। 19 पद र 20 पद, जसै सामुएल बढ्न लागे परमप्रभु तिनीसँग हुनुभयो र उहाँको वचनहरूमा एउटै पनि अपूर्ण रहेन। अनि दानदेखि बेर्सेबासम्मको सारा इजरायलले सामुएल परमप्रभुको अगमवक्ता भएछ भन्ने मान्यता दिए। अनि परमप्रभु सिलोमा देखा पर्दै रहनुभयो। कोसँग? सामुएलसँग। र त्यहाँ उहाँले आफ्नो वचनद्वारा आफूलाई सामुएल कहाँ प्रकट गर्नुभयो। अब सुन्नुहोस् 4 देखि 1 पद, अनि सामुएलको वचन इजरायलभरि आयो। अब सुन्नुहोस्, वचन कसरी आयो अरे हजुर? कहाँ पुग्यो अरे? सारा इजरायलभरि आयो। देख्नुभयो 3 अध्यायको 1 पद कहाँबाट सुरु भएको थियो? परमप्रभु वचन सुनिँदैन थियो, इजरायलमा परमेश्वरको वचन बन्द भएको थियो। तर सामुएलको कारणले के भने इजरायलमा परमेश्वरको वचन फैलिएर गयो। 4 अध्यायमा देख्नुभयो, अनि सामुएलको वचन इजरायलभरि नै आयो। देख्नुभयो, परमेश्वरको वचन चाहिँ सामुएलद्वारा परमेश्वरले उहाँको वचन इजरायलभरि फेरि फैलाउनु भयो। नयाँ जागृति आयो। अब त्यसको अर्थ चाहिँ के हो भन्दा चाहिँ ठुलो जागृति, रिभाइभल इजरायलमा आयो। किनकि त्यो रिभाइभल, त्यो जागृतिको आगो निभेको थियो। जागृतिको आगो निभेको थियो।
न्यायकर्ताको पुस्तक पढ्नु भने तपाईँ त्यहाँ पाउनुहुन्छ। त्योभन्दा योभन्दा अगाडिको पुस्तक हो न्यायकर्ताको पुस्तक होइन जो। अनि रुथको पुस्तकभन्दा अगाडि न्यायकर्ताको पुस्तक तपाईँले देख्नुहुनेछ। न्यायकर्ताको पुस्तक पढ्दा पनि तपाईँलाई थाहा छ मानिसहरू कसरी। न्यायकर्ताको पुस्तकको अन्तिम के लेखेको छ हेर्नुहोस् त 21 को रुथको पुस्तक अगाडि सामुएलको अगाडि रुथ छ होइन हजुर। रुथभन्दा अगाडि न्यायकर्ताको 21 को अन्तिम पद यसरी यो बाइबल अन्त हुन्छ न्यायकर्ताको पुस्तक। ती दिनमा इजरायलमा कुनै राजा थिएन अनि हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्यो त्यही गर्थे। देख्नुभयो मानिसको बिचमा कोही राजा थिएनन् र मानिसलाई जे इच्छा लाग्छ त्यही जीवन तिनले जिउँदै थिए। अब अहिले त्यस्तै युग छ, त्यस्तै समयमा हामी छौँ। मानिसलाई जे इच्छा लाग्छ त्यही गर्दैछ अहिले। त्यो बिचमा त्यो समयमा त्यो युगमा परमेश्वरको वचन छप्पै भएको युग थियो। परमेश्वरको वचनको अनिकालको युग थियो। तर परमेश्वरले सामुएलद्वारा परमेश्वरले आफ्नो वचन इजरायलभरि फैलाउनु भयो। अनि तपाईँ देख्नुभयो त्यो निभेको जागृतिको आगो परमेश्वरले सामुएलद्वारा परमेश्वरले इजरायलभरि फैलाउनु भयो। तपाईँले कल्पना गर्नुहोस् एउटा मान्छेको कारण पनि ठुलो जागृति परमेश्वरले ल्याउन सक्नुहुँदो रहेछ। एउटा मानिसलाई परमेश्वरले अचम्मतिर चलाएर परमेश्वरले त्यो निभेको जागृतिको आगोलाई परमेश्वरले फेरि पनि इजरायलभरि फैलाउनु भयो। अनि प्रियहरू हामीलाई धेरै मान्छे पनि चाहिँदैन जागृतिको लागि। र परमेश्वरले साधारण मानिसलाई पनि चलाउनुहुन्छ जसरी सामुएललाई परमेश्वर चलाउनु भयो। त्यो निभेको आगो वचन बन्द वचनलाई फेरि परमेश्वरले खोल्नु भयो। इजरायलमा ठुलो जागृति परमेश्वरले ल्याउनु भयो। तर तपाईँलाई मैले बताउनु खोजेको कुरा चाहिँ के हो? जागृति ल्याउने सामुएल। हिजो हामीले मोसाको जीवन हेरेका थियौँ। शक्तिशाली इतिहासमा महान काम गर्ने मोसालाई तयार गर्ने काम उनको आमा र बुवाको विश्वास थियो। अनि आज मैले तपाईँलाई बताउन गएको छु हन्नाको विश्वासद्वारा परमेश्वरले अचम्मको काम गर्नुभयो। त्यसकारण आमाहरू परमेश्वरले तपाईँको प्रार्थना सुन्नुहुन्छ। तर यही हो कुरा चाहिँ यही हो। कतिचोटि आमाहरू यो कुरालाई बिर्सिन्छन् मिसन के हो, परमेश्वरको बोलावट के हो, उहाँको राज्य के हो। जो यो कुरा बिर्सिन्छ नि हामीहरू खालि हो भौतिक कुराको पछि मात्रै लागिरहन्छ, भौतिक कुरा मात्रै। तर परमेश्वरको वचनले भन्छ उहाँको राज्य उहाँको धार्मिकता खोजी गर सबै कुरा तिमीलाई थपिनेछ। प्रभुको काम गर्ने परमेश्वर जनहरूलाई खाँचो हुँदैन भन्ने कुरा होइन, खाँचो हुन्छ। तर परमेश्वरले जुटाउनुहुन्छ, परमेश्वर सेवा गर्नेलाई परमेश्वरले जुटाउनुहुन्छ। तर आमा बुवाले साह्रो फिक्री गर्छ यी दिनहरूमा नि। मलाई अचम्म लाग्छ हाम्रो आमा बुवाको सबभन्दा ठुलो चुनौती के हो? फिक्री हो। यसकारण मत्तीको 6 अध्यायमा येशूले के भन्नुभयो? तिम्रो सारा फिक्री परमेश्वरमा सुम्प। के खाउँला, के लाउँला, के पहिराउँला भन्ने फिक्री नगर। यी सब कुरा त कसले गर्छ अरे? अन्य जातिले गर्दछन्। तर तिमीको स्वर्गमा हुने पिताले सब कुराको खाँचो छ भने जान्नुहुन्छ। आमाको सपना चाहिँ खालि त्यही हो कि मेरो भविष्य, छोराको भविष्य के हुन्छ होला, छोरीको भविष्य के हुन्छ होला भनेर। आज हन्नाको जीवनबाट हामी सिक्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ जबसम्म तपाईँले आफ्नो नानीको भविष्य चाहिँ छ नि, परमेश्वरले उनको भविष्य बनाउनुहुन्छ, परमेश्वर योजना चाहिँ ठुलो छ मेरो नानीको लागि भन्ने कुरा जबसम्म बुझ्दैनौँ नि तबसम्म हामी नानीलाई प्रभुमा अर्पण गर्न सक्दैनौँ। मैले भने बुझ्दै हुन्छ हजुर? तपाईँको छोराछोरीको लागि परमेश्वरको ठुलो योजना छ भन्ने कुराहरू जबसम्म तपाईँले विश्वास गर्नुहुन्न तबसम्म नानीलाई प्रभुको कामको लागि कसैले अर्पण गर्नै सक्दैन। यसका येशूले चुनौती दिनुभयो चराहरूलाई हेर, प्रकृतिबाट मैले सिकाउनु चराहरूलाई हेर कसले छर्छ, कसले कटनी गर्छ, र परमेश्वरले जुटाउनुहुन्छ। मैले 16 वर्ष उमेरदेखि धान छर्नु गोड्नु सबै छोडिसकेको, मैले छर्नै छोडिसकेँ। त्यो बेलासम्म मैले गाउँमा हुर्केको, मैले हलो जोते 6-7 वर्ष त होइन। बिहानै हलो जोत्नु पर्थ्यो, अनि स्कुल टाइम भएपछि हलो 9 बजे हलो छोडेर स्कुल गएर पढेर आएर त्यसरी मैले पढेको। तर 2047 सालदेखि मैले हलो जोत्नु छोडेको। अनि मेरो आमा र बुवाले सोच्नुहुन्छ होला छोराले के खान्छ भनेर हलो जोत्दैन। परमेश्वरले कसरी जुटाउनुहुन्छ, मलाई किन हलो जोतिरहनु पर्छ अहिले? त परमेश्वरले नै जुटाउनुहुन्छ नि। प्रभुको राज्यमा काम गर्नेलाई परमेश्वरले त्यहीँबाट जुटाउनुहुन्छ। हालेलुया। मैले अहिलेसम्म चिन्तै गरेको छैन, बुवालाई चिन्ता लाग्छ लाग्दैन मलाई थाहा छैन, तर मलाई चाहिँ चिन्ता छैन। मेरो छोराले परमेश्वरले जुटाउनुहुन्छ, प्रभुको काम गर्नेलाई परमेश्वर त्यही बाटोबाट जुटाउनुहुन्छ। परमेश्वरको अचम्मको प्रबन्ध। तर सेवाकै गर्ने सामुएल जस्तो इमान्दार छोराहरू, क्यारेक्टर चरित्रको छोराहरू चाहिँ हामी तयार गर्नु पर्यो। त्यसो हो भने परमेश्वरले अचम्म जुटाउनुहुन्छ। मैले हिजो बताएँ होइन, म त
ब्रुसलीको डकुमेन्ट्री हेरेर हङकङ जानु पायो हुन्थ्यो भनेर ब्रिटिस आर्मी जाने सपना पनि थियो मेरो। र परमेश्वरले मलाई ब्रिटिस आर्मी नगइकन हङकङ 3 चोटि गएर प्रचार गर्नलाई बाटो खोलिदिनु भयो। मैले 1 रुपियाँ खर्च गरे पनि होइन। मेरो कल्पनादेखि बाहिरको कुरा। मैले अमेरिका जान्छु भनेर सोचेकै थिइनँ। भिसा पनि मिल्यो, म जस्तो लट्ठुवाले भिसा पाएँ। मैले अचम्म लागेको, म पनि विश्वास गर्नै सकिनँ। अनि मेरो श्रीमतीलाई पनि लिएर गएँ एम्बेसी। मेरो श्रीमती डरले गाह्रो भइरहेको थियो, उसलाई गाह्रो आत्तातिरो भएको थियो। मैले मेरो श्रीमतीसँग मैले एम्बेसी गएर भेटेँ। त्योभन्दा अगाडि एम्बेसी एउटा अमेरिकन मिसनरीलाई मात्रै भित्र भेटेँ, उनीसँग गफ गरेँ। बुढाबुढी हामी भिसाको लागेको भनेर। त्यो अमेरिकन बुढो मान्छे थियो। हामी दुईजना अगाडि मेरो टाइम आयो, म गएँ झ्यालमा। सबै मान्छे वरिपरि देखिरहेको हुन्छ। झ्यालमा गएँ, हो यो तपाईँको नाम त मलाई साह्रो मन पऱ्यो, यु हेभ अ ब्युटिफुल नेम भन्यो। मलाई के पो सोध्छ होला, किन जाने अमेरिका, तिमी के गर्छौ भनेर सोध्छ होला, त्यो डकुमेन्टहरू ल्याऊ भनेर सोध्छ होला भनेको त तपाईँको नाम लाजरस साह्रै मन पऱ्यो भन्छ। त्यहाँ के सोध्छ होला भने त्यो हो, म क्रिस्चियन हो, क्रिस्चियन परिवारबाट जन्मेको हो। आई लाइक योर नेम, यु हेभ ब्युटिफुल नेम, वेलकम टु अमेरिका पो भन्छ। अमेरिकामा तपाईँलाई स्वागत छ, कङ्ग्रेचुलेसन भन्यो। मेरो श्रीमतीलाई केही सोध्दै सोध्दैन, दुईजनाको भिसा ड्याममा हालेर दिइहाल्यो। मैले त कल्पना गरिरहनु छ है, मान्छेले के गर्छ गर्छ। परमेश्वर निगाह चाहिँ अचम्मको निगाह नि, परमेश्वर अचम्मको निगाह। अनि त्यहाँदेखि अमेरिका गएर प्रचार गर्न थालेको। अहिले 16 पटक भयो अमेरिकामा गएको। इतिहासमा मेरो रेकर्डै हुन्छ जस्तो लाग्यो मलाई, गिनिज बुकमा पनि नाम लेख्छ कि जस्तो लाग्यो मलाई। अब यो साल पनि बोलाउँदैछ, प्रत्येक साल बोलाउँछन्, बोलाइ गर्छन्। अब 1-2 महिनाको जानै पऱ्यो। अब म जान्नु चाहेर होइन, मलाई बोलाउनु भने मैले कसैलाई भने पनि छैन, मलाई भन्नु पनि आउँदैन, बोलाइराख्नु भएको छ। सबै परमेश्वरको ग्रेस, उहाँको अनुग्रह, म त कल्पनै गरेको थिइनँ। यरुसलेममा गएर मैले प्रचार गर्छु भने मैले सोचेको थिएन। लन्डन जाने मेरो सपना पनि थिएन। म अमेरिकामा जाँदा एकजना पास्टरले मलाई प्रार्थना गर्दै थियो भने थियो, लाजरस थुलुम, आई थिङ्क प्रभुले त मलाई त तिमी त लन्डनमा पो लगेको देख्दैछु भने। म पनि छक्कै परेँ, लन्डन तिमी जाँदैछौ है भन्नुभयो। म त के भन्नु, तिमीले परमेश्वर विश्वास गर, तिमीलाई लन्डन लाने। नेक्स्ट इयर त मलाई लन्डनबाट फोन पाएँ, तपाईँ आउनुपर्छ। मैले सोचेकै थिइनँ लन्डन जान्छु भनेर। अनि त्यस पछाडि युरोपतिर परमेश्वर लानुभयो। मैले सोचेको थिएन युरोप जान्छु भनेर, मैले कहिले कल्पना गर्न नगरेको कुरा हो। जर्मनमा गएर बोल्नुपर्छ, नेदरल्यान्डमा बोल्नुपर्छ, युकेमा बोल्नुपर्छ, मेरो इमेजिनेसन, मेरो कल्पनादेखि बाहिरको कुरा थियो। परमेश्वर अचम्मले बाटो खोल्नु भयो। म एसएलसी चाहिँ 3rd डिभिजनमा पास गरेको मान्छे, गान्धी डिभिजन हो नि, बुझ्नुहुन्छ नि, जस्ट पास मात्रै है। हजुर, एसएलसी चाहिँ वो क्यान कुक भन्छ अङ्ग्रेजीमा, झुन्डेर पास गरेको भन्छ नि, म झुन्डेरै पास गरेको। तर परमेश्वरले मलाई अङ्ग्रेजी बोल्ने पनि बनाउनु भयो होइन। मलाई कसरी आउँछ अङ्ग्रेजी मलाई पनि थाहा छैन, मेरो अङ्ग्रेजी कति चाहिँ मै पनि बुझ्दिनँ, तर गोराहरूले चाहिँ बुझ्दो रहेछ, म आफूले पनि बुझ्दैन। मैले कल्पना गरेकोदेखि बाहिरको कुरा थियो। म गाउँमा हुर्केको मान्छे हो। परमेश्वरको योजना चाहिँ अचम्मको योजना हो। म कोही बेला छक्क पर्छु नि, त्यसलाई धेरै चाहिँ छक्क परेको, 3 छक्क परेको हुन्छ नि, म धेरै चाहिँ 3 छक्क परेको मान्छे हो। परमेश्वरले कसरी काम गर्नुहुन्छ, कसरी बाटो खोल्नुहुन्छ, मेरो इमेजिनेसन, मेरो कल्पनादेखि बाहिरको कुरा हो। तर म विश्वास गर्छु आफ्नो आमाबाले गरेको प्रार्थनाहरू परमेश्वरले सुन्नुभएको छ र प्रभुको कामको निम्ति त्यसरी उहाँले हामीलाई अर्पण गर्नुभयो। यो कुरामा म गर्व गर्छु र परमेश्वरलाई धन्यवाद छ। उहाँको राज्य, उहाँको धार्मिकता खोजी गर्नेलाई परमेश्वर सबै कुरा थप्नुहुन्छ। अनि मेरो जीवनमा परमेश्वरले अचम्मको कामहरू, उदेकको कामहरू गर्नुभयो। खाँचो भएन भन्ने कुरा न, थुप्रै खाँचोहरूबाट परमेश्वरले लानुभयो। अभावको समयहरूबाट हामी गयौँ बुढाबुढीहरू, होइन, तर परमेश्वर सधैँ विश्वासयोग्य नै हुनुहुन्छ। त्यसले त हाम्रो छोराको लागि त्यसरी प्रार्थना गरेर हाम्रो छोराले प्रभुको काम गर्नुपर्छ भनेर। एकचोटि चाहिँ मैले हामी 2जना बुढाले सल्लाह पनि गऱ्यौँ, सायद इन्जिनियरिङतिर पनि जाने कि भनेर छोरालाई सोध्यौँ। मेरो साथीहरू थुप्रै थियो इन्डियामा, उनीहरूले पनि इन्जिनियरिङ पढ्ने हो भने चाहिँ म इन्डियामा पढाउँछु भनेर साथीले भने। अनि छोरालाई सोधेँ, उनले भने होइन म प्रभुको काम गर्छु भने। इन्जिनियरिङ सबै छोडेर त्यस पछाडि चाहिँ उसले काउन्सिलिङ पढ्यो। त्यस पछाडि चाहिँ त्यसपछि बाइबल कलेज जाने योजना गरेँ। अनि बाइबल कलेज गएर यो जुन महिनामा उनीहरूको 3 वर्षको अध्ययन सकेर फर्काउँदैछ। यसरी हामीले आफ्नो नानीलाई प्रभुको कामको निम्ति अर्पण गर्ने एउटा राम्रो मौका पनि मिल्यो, प्रभुको सेवा गरोस् भन्ने।
र उसको भविष्य कसरी के हुन्छ मलाई पनि थाहा छैन। तर एउटै कुरा हामी जान्दछौँ, परमेश्वरले हाम्रो भविष्य बनाउनुहुन्छ। हालेलुया। यसकारण प्रियहरू, पहिलो कुरा चाहिँ हन्नाले गरेको कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो नानीको भविष्य परमेश्वरले बनाउनुहुन्छ भन्ने कुरा जबसम्म तपाईँ विश्वास गर्नुहुन्न नि, तबसम्म हामीले आफ्नो नानीलाई प्रभुको कामको निम्ति अर्पण गर्नै सक्दैनौँ। यसको यर्मिया 29:11 परमेश्वरले यसरी बोल्नुभयो, जुन योजना मैले तिम्रो लागि बनाएँ त्यो तिम्रो नोक्सानीको लागि होइन, तिमीलाई आशा र एउटा भविष्य दिनको लागि। परमेश्वरको योजना चाहिँ हाम्रो लागि सुन्दर योजना छ, अनि एउटा आशा अनि भविष्य दिनको लागि। यसको आमा र बुवाहरू धेरै नानीको विषयमा चिन्ता नगर्नुहोस्। एउटै कुरा गर्नुहोस्, प्रभु यो नानी तपाईँमा अर्पण गर्छु, यसले तपाईँको सेवा गर्नुहोस्, तपाईँको सेवा गर्नेछ उसले। प्रभुको निम्ति सानैदेखि तयारी गर्नुहोस्, बाँकी काम परमेश्वरलाई सुम्पर्नुहोस्। तपाईँको नानीको भविष्य परमेश्वरको हातमा छ। तपाईँले नानीको भविष्य बनाउन सक्नुहुन्न। कुनै जवानले पनि आफ्नो भविष्य बनाउन सक्दैन आफैले। त्यसका हामी हाम्रो भविष्य परमेश्वर सुम्पन्छौँ। हन्नाले तब परमेश्वरलाई आफ्नो नानी अर्पण गर्न सकिन् जब उनले यसो भनिन्, प्रभु मैले जुन सपना मेरो नानीको लागि छ नि, त्यो सपना भन्दा पनि तपाईँको सपना चाहिँ ठुलो छ भने। मैले भने बुझ्दै हुनुहुन्छ? आमा र बुवाहरू, तपाईँको नानीहरूको लागि जुन सपना परमेश्वरमा छ नि, परमेश्वरको हृदयमा जुन सपना परमेश्वरले बुन्नु भएको छ, त्यो सपना चाहिँ तपाईँले सोचेको सपना भन्दा पनि ठुलो सपना छ। परमेश्वर जुन योजना छ नि तपाईँको नानीको लागि, तपाईँले बुनेको योजना भन्दा परमेश्वरले बुनेको योजना चाहिँ ठुलो छ। यो कुरालाई जब तपाईँले विश्वास गर्नुहुन्छ, तपाईँले विश्वासद्वारा आफ्नो नानीहरूलाई प्रभुको निम्ति सानैमा अर्पण गर्नुहुन्छ। यसका हन्नाले कसरी प्रभुलाई दिन सकिन आफ्नो छोरा? किन हन्नाले एउटै कुरा थाहा थियो, मेरो नानीको भविष्य के हुन्छ उसलाई सोचे थाहा थिएन, तर एउटै कुरा थाहा थियो, मेरो नानीको भविष्य चाहिँ परमेश्वरमा सुन्दर छ। परमेश्वरले सबै असलै गर्नुहुन्छ। परमेश्वरले सबै के गर्नुहुन्छ र हजुर? असलै गर्नुहुन्छ। यो कुरा तपाईँले विश्वास गर्नु चाहिँ गर्नु आमा बुवा, सबै कुरामा परमेश्वरले असलै गर्नुहुन्छ। उहाँलाई प्रेम गर्नेहरू र उहाँको इच्छा अनुसार बोलावट भएका सबै कुरा मिलेर परमेश्वरले के गर्नुहुन्छ अरे? भलाइ नै गर्नुहुन्छ। रोमियो 8:28 सबै कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। परमेश्वरले बारम्बार हामीलाई प्रतिज्ञा दिनुभएको छ, अनि हामी त्यो प्रतिज्ञाहरूमध्ये विश्वास गर्नु हामी आमालाई पनि गाह्रो हो। यसको अघि मैले तपाईँलाई पहिलो सामुएल 1:28 पढेँ। उनले भनिन्, यो छोरालाई परमप्रभुको हातमा म अर्पण गर्दछु, यस बालकलाई परमप्रभुमा अर्पण गर्छु, जीवनकालभरि सारा जीवन नै परमप्रभुको भएर यो यहीँ रहनेछ। परमप्रभुको भएर, परमप्रभुको सेवक भएर तपाईँको सेवा गर्नेछ। यो चाहिँ गहिरो प्रार्थना हो प्रियहरू। खालि हन्नाको प्रार्थना उसले छोरा माग्यो, यसो छोरा माग, तिमीलाई छोरा भएन रहेछ, छोरी भएछ, छोरा माग, त्यतितिर चाहिँ नजानुहोस् है प्रियहरू। हन्नाको यो प्रार्थनाभित्र चाहिँ देखेको कुरा चाहिँ विश्वास हो। उनको एउटा बलियो विश्वासको गाथा यो। खालि छोरा पाइन् भन्ने कथा मात्रै होइन। छोरा त तपाईँले पाउनु भएको छ, घोरले छोराहरू धेरैजनाले ठुल्ठुलो छोरा जन्माउनु भएको छ नि, डङरङ जन्माएको छ। छोरा त ठुल्ठुलै जन्माउनु होला, तर हामीले बुझ्नुपर्ने कुरा चाहिँ हाम्रो छोराछोरीले परमेश्वरको सेवा गरेकोमा हामी सधैँ आनन्द गर्नुपर्छ। यसकारण हन्नाको त्यो स्टोरी, हन्नाको गीतमा, हन्नाको यो जीवनीमा नि फिल्म बनायो भने चाहिँ अद्भुत फिल्म हुन्छ। हजुर अहिलेसम्म बनाएको मलाई थाहा छैन, तर यदि बनायो भने तपाईँलाई थाहा छ, हन्ना सिलोको मन्दिरमा छोरालाई छोडेर फर्कँदै गर्दाको गीत चाहिँ 2 अध्याय हो। तपाईँ कल्पना गर्नुहोस्, छोरालाई मन्दिरमा छोडेर आउँदै गर्दा उसले के गीत गाइने अरे? मेरो हृदय तपाईँमा के गर्छ अरे हजुर? आनन्द गर्छ, रमाहाट गर्छ। को भन्नु सक्छ आमाहरू छोरालाई, त्यत्रो माया गरेको छोरालाई मन्दिरमा प्रभुको कामको निम्ति अर्पण गरेर आउँदै गर्दा मेरो हृदय आनन्द गर्दछ, मेरो हृदय हर्षित भएको छ। तपाईँले यस्तो चित्र कल्पना गर्नुहोस्। हन्नाले फेरि त्यो बाटो फर्केर उकालो जानुपर्ने थियो, सिलोबाट रामत्ते, अहिले रामा भन्छ त्यसलाई, रामत्ते फर्केर आउनुको लागि उकालो चढ्नु पर्थ्यो, अनि पहाडी उचाइ र गहिराई हुँदै पहाड बेसी हुँदै उनी झर्नु पर्दै थियो। अनि बाटोमा आउँदाखेरिको गीत उनले, तपाईँले यसो सोच्नुहोस्, हन्नाले चाहिँ उफ्रिँदै, एउटा आमा चाहिँ उफ्रिँदै खाली खुट्टा धुलो उडाउँदै गीत गाउँदै हिँडेको, मेरो हृदय चाहिँ तपाईँमा रमाहाट गर्छ भनेर। सजिलो समयमा गाएको गीत चाहिँ होइन,
बुझ्नुभयो भएन? सजिलो समय छोरालाई अर्पण गरेर फर्कँदै गर्दाको गीत हो र उनी नाच्दै रमाउँदै धुलोडाउँदै बाटोमा मेरो हृदय तपाईँमा आनन्द गर्छ भन्छ। मेरो हृदय हर्षित भएको छ। त्यो खालको आमा चाहिँ हन्ना थिइन्। अनि आज हामीलाई त्यस्तो आमाहरू पनि चाहिएको छ, किनकि हिजो आज धेरैजना आमाहरूले आफ्नो छोराहरूलाई प्रभुको काम गरोस् भनेर सोचेको थिएन। किन तपाईँले प्रभु काम गरोस् भन्ने सोच्नु भयो भने मात्रै प्रभुको क्यारेक्टरमा हुर्काउने चाहना हुन्छ। इन्जिनियर बन्नेलाई के बाइबल सिकाइरहनु भने तपाईँ बाइबलै सिकाउनु, बुझ्नुहुन्छ? अनि त्यस पछाडि चाहिँ तपाईँले यो छोरा त अब टेक्निसियन पो हुन्छ होला भनेर तपाईँले कम्प्युटर किन्नुहुन्छ, मोबाइल किनिदिनुहुन्छ, भयो भने जतिको ग्याजेटहरू तपाईँले किनिदिनुहुन्छ, हातभरि इलेक्ट्रोनिक प्रविधिहरू किनिदिनुहुन्छ, कि तपाईँको सपना नै छोरा त्यही बनोस् भन्ने चाहना। तर हन्नाको प्रार्थनाले हामी सबैलाई चुनौती दिएको होस् भन्ने। र सामुएलको जीवनलाई हेर्दै गर्दा चाहिँ अघि मैले जवानहरूलाई भने सामुएल चाहिँ कस्तो मान्छे थिए अरे हजुर? अगुवाको अधीनतामा रहने मान्छे थिए। एउटा क्यारेक्टर चाहिँ धेरैजना यहाँ जवान पनि हुनुहुन्छ। त्यो जवान आजको जवानहरूलाई यो खण्डबाट 3 अध्याय तपाईँले हेर्नुहोस्। 3 अध्यायमा के कुरा लेखेको छ त्यो कुरा भनेर म अन्त गर्छु 2-3 मिनटमा। 3 अध्यायमा जब परमेश्वरले सामुएललाई बोलाउनु ए सामुएल भनेर, सामुएलले के भनिन्? म 4 पद हेर्नुहोस्, म यही छु। अनि 5 पदमा म यही छु। अनि त्यसपछि कहाँ छ अर्को चाहिँ 8 पदमा म यहाँ छु। अनि 9 पदमा के भन्दैछ उसले? परम प्रभु भन्नुहोस् तपाईँको दास सुन्दैछ। 10 पदमा हेर्नुहोस् त, परमेश्वरले बोलाउनु भयो, सामुएल सामुएल। सामुएलले जवाफ दिए। के त जवाफ दिए? 10 पदमा भन्नुहोस् तपाईँको दास सुन्दैछ। आज चाहिँ यो परमेश्वरको वचन सुन्ने जवानहरू चाहिँ परमेश्वरले खोज्दै हुनुहुन्छ। अहिलेको जवानहरू यो जेनेरेसन चाहिँ खालि मोबाइल हेर्ने जेनेरेसन मात्रै छ। प्रभुको वचन पढ्ने र सुन्ने जेनेरेसन चाहिँ छैन। जवानहरू यदि तपाईँले परमेश्वर आवाज सुन्नुहुन्छ भने परमेश्वर तपाईँलाई प्रयोग गर्नुहुन्छ। बाइबल पढ्ने जेनेरेसन तपाईँहरू हुनुहुन्छ हुनुहुन्न? सामुएलको क्यारेक्टर हेर्नुहोस्, उनको आमाले कस्तो शिक्षा दिएर हुर्कायो होला। तपाईँको दासले सुन्दैछ भन्छ। अनि अगुवाको अधीनतामा रहेर सेवा गरे र परमेश्वर आवाज सुन्ने जवान थिए। र हाम्रो पुस्ताहरू, यो मण्डलीको जवानहरू परमेश्वरको आवाज सुन्ने, परमेश्वरको वचन पढ्ने पुस्ताहरू हुन सकोस्। अहिलेको जवानहरू खालि सर्टकट जानुपर्छ। तर सामुएल चाहिँ परमेश्वरको आवाज सुन्ने जवान थिए। अनि परमेश्वरले उनलाई यसरी प्रयोग गर्नुभयो, इतिहासलाई उनले परिवर्तन गर्न सके। अघि मैले 4:1 पढेँ, इजरायलमा हराएको त्यो महिमा फेरि परमेश्वरले फर्काइ ल्याउनु भयो। एउटा जवान केटाको कमिटमेन्टद्वारा, उनको आमाको अथक प्रार्थनाद्वारा, डेडिकेसनद्वारा, समर्पणताद्वारा। आउनुहोस् हामीहरू छोटो प्रार्थना गर्नेछौँ। पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ